हेलो दोस्तों, आज टपु हेडलाई जङ्गलको तिहाडको नेपाली कहानी सुनाउँछु। जङ्गलको देशी दीपावली। एक समयको कुरा हो। पहाडको छेउमा एउटा रमाइलो जङ्गल थियो जहाँ हरेक जनावर आपसमा मित्र थिए। त्यो वर्ष दीपावली नजिकिँदै थियो। हावामा चिया, मिठाई र फूलको सुगन्ध फैलिएको थियो। सबै जनावरहरू उत्साहित थिए। खरायो मोनु उफ्रिँदै बन्यो, यो वर्ष हामीले नेपाली देशी शैलीमा दीपावली खेल्ने हो। बत्ती होइन दियाले, मिठाई होइन घरको परम्परागत सेल र अचार। तयारीको दिन। अर्को बिहानदेखि जङ्गलमा चहल पहल सुरु भयो। हात्ती राजुले ठुला ठुला काठका दियाहरू बनाउन थाले। बादर मन्टुले रुखबाट सुतली ल्यायो र तिनलाई बत्तीमा बाँध्यो। तोतो टिङ्कुले गाउँबाट तेल ल्यायो। उसले हाँस्यो, यो सरसफाई तेल हो, टिमटिमाउने होइन। हिरण सुनिताले सबैलाई भन्यो, हाम्रो दीपावली खेल्ने तरिका पुरानो हुनुपर्छ। झ्यौरे नाच, देशी खेल र साँचो रमाइलो। देशी खेलहरू सुरु। सायङ्काल जङ्गल उज्यालो भयो। सबै जनावरले हातमा दियो समाते। पहिलो खेल सुरु भयो, पाना फाल्ने। जसको पाना सबैभन्दा टाढा पुग्थ्यो ऊ जित्थ्यो। खरायो मोनुको पाना नदीमा गएर पर पुग्यो। सबैले ताली बजाए। अर्को खेल, गाईको पुच्छर समाउने। गाई दाई रेणु हाँस्यो, पक्रन सक्छौ भने पक्राउ। मोन्टु बाँदरले पुच्छर समाउने प्रयास गर्यो, तर उल्टै रेणुले उसलाई च्याप्यो। सबै हाँसे। मिठाई र गीत। दीपावलीको रातमा जङ्गलको बीचमा ठुलो गोल घेरा बनाइयो। हात्ती राजुले ढोल बजायो, टिङ्कुले बाँसुरी फुक्यो र सबैले नाच्न थाले। हिरण सुनिताले घरबाट सेल र अचार ल्यायो। सबैले मजाले खाए। मोनु भन्यो, यो नै साँचो दीपावली हो जहाँ हाँसो, साथ र खुसी मिल्छ। अन्त्यको उज्यालो। रातको अन्त्यमा सबै जनावरले आकाशतिर दियो उठाएर बोले, यस जङ्गलमा सधैँ माया र उज्यालो रहोस्। दिया टिमटिमायो, रात चम्क्यो र जङ्गलको हावा दीपावलीको देशी सुगन्धले भरियो। हैप्पी तिहार की शुभकामनाएं आप सबको।